सबैजनालाई नमस्कार। अनि मेरो यो सानो भिडियोमा यहाँहरू सबैजनालाई स्वागत पनि छ। आज चाहिँ मैले चाहिँ यो पछाडिपट्टि सिटको माथिपट्टि आफ्नो मोबाइललाई चाहिँ फिट गरेर चाहिँ भिडियो बनाउने कोसिस गर्दैछु। हेरौँ कस्तो बन्छ भिडियो। पछाडिपट्टि क्यामेरा त छैन, मोबाइलबाट चाहिँ भिडियो गरिरहेको हुन्छु मैले। आज पनि एउटा सानो भिडियो बनाऊ भनेर लाग्दैछु। यो 10-15 मिनटको बाटो छ, एउटा मलमा जानुपर्ने सानो एउटा काम छ। त्यो कामको लागि जाँदैछु। जाँदा जाँदै चाहिँ बाटोमा एउटा भिडियो बनाएर जाउँ भन्ने सोच आएर चाहिँ बनाउन लाग्दैछु। भिडियो हेर्नुहोस् है। अगाडि बढ्दैछु। मेरो यो एउटा साइडमा देखिरहनु भएको छ तपाईँहरूले, त्यो चाहिँ खजुरको रुख हो। यहाँ चाहिँ खजुरको रुख यो दुईवटा बाटोको बिचमा रोपिएको छ। यो चाहिँ मिठो हुन्छ फलिसकेपछि खानको लागि। यहाँको गर्मी महिनामा चाहिँ खजुर फल्छ है। खानु भएको होला धेरैजनाले चाहिँ। म यति बेला चाहिँ दुबईमा छु है। यहाँ ड्राइभिङ गर्दैछु दुबईको बाटोमा। तपाईँहरू कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ। यो मेरो अगाडि एउटा मेट्रो स्टेसन आइपुगेको छ, हेर्नु होला। रेलको स्टेसन, मेट्रो स्टेसन। माथिपट्टि छ मेट्रो, तलपट्टि रोड छ। गाडी चलाउँदैछु। साइडमा पिलर जस्तो देख्नु भएको छ, हेर्नु होला। त्यो चाहिँ माथिपट्टि मेट्रो चल्ने ट्र्याक हो त्यो। त्यसबाट चाहिँ माथि चल्छ। यहाँ भिडियोमा देखिएको छैन मेट्रो, देखिँदैन पनि, माथि नै छ। तपाईँले देखेको होला। हेरौँ, बोल्दै जाउँ। यो 6-7 मिनटको जतिको छ जस्तो लाग्यो भिडियो। बोल्दैछु। त्यति बेलासम्म बोल्न सक्छु कि सक्दैन। बाटोमा जाँदैछु। यति बेला यो सिग्नल आइपुग्यो। अगाडि देखिरहनु भएको छ नि यो सिग्नल। यो सिग्नल चाहिँ जो बाटो भन्छ नि त्यो हो। नेपालतिर पनि सिटीहरूमा चाहिँ धेरै डेभलप भइसकेको छ, धेरै ठाउँमा भइसकेको छ। यो सिग्नल बनिसकेको छ। यो चाहिँ साह्रै राम्रो कुराहरू हो। यहाँ चाहिँ यो चाहिँ सेफ्टीको लागि साह्रै राम्रो हो, किनभने यो गाडी चलाउनेहरूको लागि पनि सेफ्टी भयो र अनि बाटोमा हिँड्ने पदयात्रीहरूको लागि पनि धेरै राम्रो सेफ्टी हो। यो सिग्नल चाहिँ यहाँ सबै अटोमेटिक चल्छ। नेपालमा चाहिँ ट्राफिक पुलिसहरूले हेल्प गर्नुहुन्छ। धेरै ठाउँमा त्यस्तो देखिन्छ। यहाँ चाहिँ त्यस्तो चाहिँ छैन। यहाँ चाहिँ सबै सेन्सरबाट चल्छ, अटोमेटिक नै चल्छ सबैतिर। यस्तो छ। नेपालतिर पनि अब बिस्तारै हुँदै जान्छ, बिस्तारै डेभलप हुँदैछ है। अब पुग्ने बेला हुँदैछ। अगाडि बढ्दैछु, आउनुहोस् है त। हो त्यो परपट्टि पनि त्यहाँ मेट्रो स्टेसन छ, हेर्नु त। हो त्यो माथि रेल चल्ने हो, मेट्रो चल्ने हो। मेट्रोको सिधै लिङ्क यतापट्टि मेरो त्यो देब्रेपट्टि साइडमा, लेफ्ट साइडमा चाहिँ मेट्रोको सिधै मेट्रो र राइट साइडमा मेट्रो र लेफ्ट साइडमा मल छ। मेट्रोबाट सिधै मलमा जान मिल्ने बाटो बनाएको छ भित्रबाटै। यो चाहिँ आइबिएन बतुता मल हो। दुबईमा यो चाहिँ जबलालीमा छ। राम्रो छ यो मल, पुरानो मल हो। अगाडि बढ्दैछु। त्यहाँ परपट्टि मलको गेट देखिएको छ, हेर्नु त कस्तो राम्रो देखिएको छ। पर छ त्यहाँ अगाडिपट्टि। त्यो मुनिपट्टि रोड छ, माथिपट्टि त्यो गेटको जस्तो सो गरेको छ। मलाई यहाँ निकै बेर वेट गर्नु पर्यो सिग्नलमा, किनभने त्यहाँ अगाडिको गाडीले सिग्नलमा टच गर्दैन छ। त्यहाँ सिग्नलभन्दा अलिकति अगाडिपट्टि एउटा सेन्सर हुन्छ। त्यहाँ टच नभएपछि यो सेन्सरमा गाडी छैन भने थाहा पाएर चाहिँ यो सिग्नल खुल्दैन। निकै बेर वेट गर्नु पर्यो।
खोल्दै खोलेन केही बेर वेट गरेँ। नखोलेपछि म आफै नै ओर्लेर गएर त्यो अगाडिको गाडीलाई चाहिँ अलि अगाडि सर्नुहोस् है, त्यहाँ सेन्सर हुन्छ त्यसको माथि बस्नुहोस्, त्यहाँ वेट गर्नु, त्यसपछि सिग्नल खुल्छ भनेको। सिग्नल खुल्यो अनि फेरि म आएर गाडी फेरि लिएर जाँदैछु, किनकि बाटोमै गाडी रोकेर गएको थिएँ नि त। ठ्याक्कै सिग्नल खुल्यो, त्यसपछि चाहिँ म अगाडि बढ्दैछु। यो मलको पार्किङको इन्ट्रान्स हो। यो पार्किङ छ यो मलभित्र। म चाहिँ त्यहाँ मलभित्र पार्किङ सधैँ बिजी हुने भएर नपाउने भएर त्यहाँ बाहिरपट्टि जाँदैछु। सधैँ बिजी हुन्छ यो पार्किङ। निस्किन्छु बाहिरपट्टि। यो चाहिँ बाहिरपट्टि साइडमा, यहाँ चाहिँ पार्किङ पाउँछु होला। हेरौँ है त, एउटा पार्किङ पाएँ, खोज्दैछु। एउटा पार्किङ पाएँ। अब यहाँ पार्किङ लगाउँदैछु मैले। लगाएँ, पार्किङ लगाएँ। अब चाहिँ सामान लिएर जाँदैछु। ल फेरि भेटौँला है।